यदि तपाईँहरू पहिलोपटक बिहे गर्दै हुनुहुन्छ भने मलाई त इन्भाइट गर्नु परेन, तर आफ्ना मान्छेहरूलाई त इन्भाइट गर्नुहुन्छ होला नि होइन। आजभोलि अब सोसियल मिडियातिरै इन्भाइट गर्ने चलन छ। सो चिटिक्कसँगले क्विकली नेपालीमा डिजाइन बिहेको कसरी बनाउने यो भिडियोमा हेरौँ न त है। सो सबभन्दा सुरुमा चाहिँ तपाईँले जानुपर्ने हुन्छ अनेपाली.com-मा, अथवा एप नै चाहिन्छ भने तपाईँले मेरो प्रोफाइलको पिन्ड भिडियो नै हेर्न सक्नुहुन्छ। अनेपाली.com-मा गइसकेपछि यहाँनिर डिजाइन इन स्न्याप बटनमा थिच्नुहोस् है। यहाँ गएर हामी यसो स्क्रोल गर्छौँ क्याटेगोरीहरूमा। यहाँ गएर चाहिँ यतापट्टि जाँदाखेरि हामीले के देख्छौँ भन्दाखेरि म्यारिज इन्भिटेसनको टेम्प्लेट हामीले खोजिरहेका छौँ। यहाँनिर म्यारिज इन्भिटेसन टक्कसँगले आयो, यहाँबाट भेट्यो है। सो अब यहाँबाट कभर पेज र भित्रको पेजको लागि दुईवटा डिजाइन छ। सो कभर पेजमै जाम हामी पहिला सुरुमा। हामी यहाँ जान्छौँ। तपाईँको एडिटर रेडी हुन थोरै टाइम लाग्छ, रेडी भइसकेको छ है। सो हार्दिक निमन्त्रणा। यहाँनिर तपाईँले चाहिँ आफ्नो मान्छेको जस्तै ल आकाश र आयुषा भनेर लेखेको छ। यहाँनिर नामै अपडेट गरौँ न त सुरुमा है। आयुषा होइन, रुबिना। ओके, सो रुबिना हाम्रो भइसकेको छ यहाँनिर। त्यसरी नै आकाशको नाम पनि चेन्ज गर्नु होला। त्यसरी नै रमिता विष्ट तथा समस्त विष्ट परिवार। ल यसरी नै यही गर्ने, टाइप गर्ने, चेन्ज गर्ने। लास्टमा के गर्नु, डाउनलोड बटन थिच्नु अनि डाउनलोड पिएनजी गर्नु है। सो यो डाउनलोड पिएनजी तपाईँले गर्नुभयो, तपाईँको डिजाइन यहाँनिर आइसक्यो होइन, डाउनलोड भइसक्यो। अब अरू कसलाई इन्भाइट गर्ने हो उनीहरूको नि यसरी नै गर्न मिल्यो तपाईँले। अब हामी जाउँ भित्रको डिजाइन पनि त बनाउनु पऱ्यो नि त, मेन इन्भिटेसन चाहिँ होइन। सो यहाँबाट छान्छु मैले। अनि यहाँ गइसकेपछि त्यसरी नै अघि गरे जसरी नै एडिट गर्न मिल्यो तपाईँले होइन। सो यहाँ गएर हेरौँ हामी अलिकति जुम गरेर। हाम्री आयुष्मती सुपुत्री आयुषा शर्माको सुपुत्र आकाश अवस्थीका साथ। ल सो आयुषा शर्मा नहुनसक्छ तपाईँको नाम होइन। सो हामीले के गर्छौँ त यहाँनिर भन्दाखेरि यसो गर्ने अनि यहाँनिर आयुषा शर्मालाई चाहिँ हटाइदिउँ यहाँबाट है। टक 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 पारेर आयुषा शर्मा हटाइदिउँ। यहाँ हामी लेख्छौँ रुबिना कडरिया। सो यसरी नै तपाईँले अरू नामहरू पनि चेन्ज गर्नु, यहाँनिर अरू डिटेलहरू पनि चेन्ज गर्नु होइन, फोन नम्बरहरू चेन्ज गर्नु अनि लास्टमा डाउनलोड बटन थिच्नु। अनि त्यसरी नै अघि जस्तै यहाँनिर प्रिपेयर हुन्छ डिजाइन तपाईँको। अनि त्यहाँबाट चाहिँ तपाईँले यो मुनिको डाउनलोड पिएनजी थिचेर चाहिँ त्यो डिजाइनलाई डाउनलोड गर्न सक्नुहुन्छ। मन पर्यो भने लाइक, सेयर, फलो के गर्न मिल्छ यो टिकटकमा गर्नु होला। अनि त्यति नै हो। ओके बाई।